अनि एकदमै बुझ्नुपर्छ हामीले प्रयोग गर्दाखेरि चाहिँ हामीले यस्तो युज गरेर फलफुलको रस यहाँ हाल्नुपर्छ अनि यो चाहिँ ब्लिचमा नापन गर्छ स्केप जस्तो। अब म्याङ्गोको लागि चाहिँ 40देखि 60 हुनुपर्छ। यदि 40देखि 60 देखायो भने चाहिँ यो आँप पाकेको छ भने थाहा पाउँछ र हार्भेस्ट गर्नुको लागि यो चाहिँ सिग्नेचर भयो होइन ल यो चाहिँ सिग्नेचर भयो होइन सिग्नेचरको चाहिँ जाने हो किन्न सक्छ नि त किन्छ त साइजभन्दा सानो गऱ्यो भने नि यसले दिन सक्दैन त्योभन्दा पेन्सिल साइज चाहिँ एक्युरेट साइज हुन्छ त्यही भएर ठ्याक्क 2देखि 3 cm अलिक हाम्रो चाहिन्छ त्यही भएर यो 5 cm जति अथवा 4 cm जति लिएर दुईवटा गोलो कट दिने पहिला